वाउ, अफिसमै काम गरेर न्यू ब्याग लिनुभयो उहाँ दाइले त। अनि म भने चाहिँ अहिलेसम्म साइकलमै डेलिभरी गर्दैछु। मसँग काम गर्नलाई राम्रो बाइक नभए नि साइकलमै खुसी छु म त। किनभने मसँग साइकल भए नि छ नि काम गर्नलाई। कोहीसँग त साइकल पनि हुँदैन अनि उहाँहरू त हिँडेरै पठाउ गर्नुहुन्छ। आफूसँग जे छ त्यसमै खुसी हुनुपर्छ। त्यस्तो सोच राख्यो भने कहिले पनि खुसी हुन सक्दैन र आफ्नो ड्रिम माथि काम गरिराख्नु पर्छ। एक न एक दिन सफलता हुन्छ पक्कै। रुमबाट अफिस आइपुगे म। साइकल तल राखेर माथि सामान फोलोअप गर्न आए। यो सामान बाँकी भयो, बोरा चाहिँ फोलोअप गर्न मिलेन। अरू सामानको लागि वेटिङ गर्दै अरू थप सामानहरू आएर सबै फोलोअपहरू सकिएर सबै लिने सामानहरू ब्यागमा राख्दैछु डेलिभर गर्नलाई। अब निस्किने बेला भइसक्यो मेरो अनि आफ्नो साइड ब्याग बोकेर निस्किन लागेको। सामानहरू सबै प्याक गरेर डेलिभर गर्ने ब्याग बोकियो। बाहिर निस्किँदै थिएँ त्यतिमै उहाँ दाइ त पुरा न्यू बाइक लिएर डेलिभर गर्नलाई निस्किनु भयो अनि म पनि आफ्नो साइकल लिएर डेलिभर गर्नलाई निस्के। सुरुमा म हाडी गाउँ कृष्ण मन्दिर नजिक आए सामान लिएर अनि कस्टमरको लागि एकछिन वेट गरे। अरू दिन मेरो न्यू रोड ठमेलतिरको हुन्थ्यो भने आज मेरो नक्सल बालुवाटारतिरको छ। यहाँ पनि डेलिभर गरेर म अब निस्किन लागेको गहना पोखरीतिर। यहाँ आएपछि कस्टमरलाई वेट गर्नु परेन मैले, उहाँ अलरेडी वेट गरिराख्नु भएको थियो मेरो लागि। त्यसपछि म नक्सल नारायण चौर माछा पुछ्रे ब्याङ्कको अगाडि आए। सुज मगाउनु भएको थियो कस्टमरले अनि सुज निकालेर एकछिन कस्टमरको लागि वेट गर्दैछु। यहाँको पनि डेलिभर गरेर म अब बालुवाटारतिर जान लागेको। बालुवाटार कालिका टावरको अगाडि थियो मेरो एउटा। ब्यागबाट सामान निकालेर पछाडि किराना पसलको दिदीलाई दिए। अगाडि मेरो टिड्डा र ब्याग। त्यसपछि WWF को अगाडि आए। बालुवाटारतिरको सकाएर म अब चण्डौलतिर जाँदैछु। बिचमा एउटा ठुलो उकालो आएर गाह्रो बनाइदियो मलाई। बिस्तारै बिस्तारै साइकललाई माथि ढकाल्दै उकालो चढे। यत्रो उकालो थियो। अघिदेखि पछाडि बोकिरहेको यत्रो ठुलो सामान बल्ल डेलिभर गरे। त्यसपछि म ग्लोबल IME ब्याङ्कको अगाडि आए। मोबाइलको कभर मगाउनु भएको थियो दुईवटा, निकालेर एकछिन वेट गरे। अरू सबै सामानहरू डेलिभर गरेर मेरो 3टा सामानहरू बाँकी भयो। योहरू चाहिँ कल नउठेको र क्यान्सल भएकोहरू हो। अफिसमा लगेर बुझाइदिनु पर्छ अब। भोक धेरै लागिसकेको थियो मलाई अनि यहाँबाट मेरो रुम नजिकै थियो अनि एक्स्ट्रा पैसा किन खर्च गर्नु भनेर रुममै आएर खाजा खाए। भुटेको भात खाजा खाएर म अब अफिस जान लागेको। रिटर्न भएको सामान र पैसा बुझाउनलाई आएर भएको सामान र पैसा त बुझाए, तर फेरि एउटा अर्जेन्ट सामान छ भनेर बानेश्वर पठाइदिनु भयो मलाई। एउटा सामानको लागि के ब्याग बोक्नु भनेर त्यतिकै हिँडेको। मौसम हेरेर मलाई एकदमै धेरै खुसी लागिरहेको थियो। लोकेसनमा पुगेर कस्टमरले सामान दिए मैले। मौसम हेर्दै रुमतिर लागे म। बाई बाई, आजको लागि यति नै।